साथीहरू तपाईहरू पनि लोक सेवा आयोगको विज्ञापनमा आवेदन फारम भर्नुभएको छ र अब तपाईको लोक सेवा आयोगको परीक्षा नजिकै आइरहेको छ। अब तपाईले आफ्नो लोक सेवा आयोगको परीक्षाको लागि प्रवेश पत्र र रोल नम्बर पत्ता लगाउन चाहनुहुन्छ भने यो भिडियोमा कसरी पत्ता लगाउन सकिन्छ सम्पूर्ण जानकारी दिएको छु। त साथीहरू मेरो यस युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक कमेन्ट र भिडियोलाई साथीहरूमाझ सेयर गरिदिनु होला। ल त साथीहरू ढिला नगरी आजको भिडियोलाई सुरु गरौँ। साथीहरू आफूले भरेको लोक सेवा आयोगको विज्ञापनको परीक्षाको लागि प्रवेश पत्र र रोल नम्बर हेर्नको लागि सबभन्दा पहिला तपाईहरूले आफ्नो मोबाइलको क्रोम ब्राउजरलाई ओपन गर्नुहोला। यसरी क्रोम ब्राउजरलाई ओपन गरिसकेपछि सर्चमा क्लिक गर्नुहोला र तपाईहरूले सर्च गर्नुहोला psc.gov.np। तपाईले psc.gov.np सर्च गर्नुहोला र त्यसपछि तपाईले लोक सेवा आयोगको अफिसियल वेबसाइट हेर्न सक्नुहुन्छ। तपाईले लोक सेवा आयोगको अफिसियल वेबसाइटमा क्लिक गर्नुहोला। यसरी क्लिक गरिसकेपछि तपाईले लोक सेवा आयोगको अफिसियल वेबसाइटमा प्रवेश हुनुहुन्छ र त्यसपछि तपाईले प्रवेश पत्र र रोल नम्बर हेर्नको लागि अनलाइन एप्लिकेसनमा क्लिक गर्नुहोला। अनलाइन एप्लिकेसनमा क्लिक गरिसकेपछि तपाईले आफ्नो लोक सेवा आयोगको विज्ञापनको आवेदन फारम भर्दाखेरि जुन तपाईले आइडी बनाउनु भएको थियो त्यो आइडी को युजर नेम र पासवर्ड तपाईले राखेर यहाँ लगइन गर्नुहोला। मैले जस्ट यहाँ लगइन गरिहाल्छु साथीहरू, तपाईहरूले पनि यहाँ लगइन गर्नुहोला। यहाँ तपाईले त्यही आइडी लाई प्रयोग गर्नुहोला जुन आइडीबाट तपाईले फर्म भर्नु भएको छ। साथीहरू यसरी पासपोर्ट राखिसकेपछि लगइन गरिसकेपछि यहाँ तपाईहरूलाई इम्पोर्टेन्ट चेक गर्नुपर्ने हुन्छ। यदि तपाईले फर्म भर्नु भएको छ त्यो पेन्डिङमा छ भने त्यसको तपाईले प्रवेश पत्र र रोल नम्बर हेर्न सक्नु हुँदैन। तपाईको फर्म एप्रुभल हुनुपर्ने हुन्छ। तपाईले यहाँ सजिलै एप्रुभड एप्लिकेसन हेर्न सक्नुहुन्छ। यदि तपाईकोमा एप्रुभड एप्लिकेसन देखाइएको छ भने तपाईले एप्रुभड एप्लिकेसनमा क्लिक गर्नुहोला। एप्रुभड एप्लिकेसनमा क्लिक गर्ने बित्तिकै तपाईको लोक सेवा आयोगको तपाईको विज्ञापनको जुन परीक्षा हुन्छ त्यसको प्रवेश पत्र पुरै ओपन हुन्छ। तपाईले मेरो मोबाइल स्क्रिनमा हेर्न सक्नुहुन्छ र तपाईले यसरी आफ्नो लोक सेवा आयोगको विज्ञापनको परीक्षाको प्रवेश पत्र र त्यसै प्रवेश पत्रमा रोल नम्बर हेर्न सक्नुहुन्छ। त साथीहरू तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हस् धन्यवाद। मिलौँ अग्लो भिडियोमा। जय नेपाल।